Your favorite rapper. के रे Your favorite rapper. देखाइदियो त। साथीहरु तपाईलाई एउटा कुरा थाहा छ नेपालमा सबैभन्दा बढी पाइने चीज के हो त्यो हो र्यापर। साथीहरु नेपालमा यस्ता थरी थरीका र्यापरहरु भेटिन्छन् कि तपाईलाई तिनी मध्ये एक दुई र्यापर मात्र मन पर्छन् किनकि अरु सबै हाम्रो लिल डज जस्तै हुन्छन् जसलाई मन पराउन एकदम गाह्रो नै हुन सक्छ। त आज हाम्रो लिल डज आफू जस्तै एउटा अर्को र्यापरलाई डिस हान्दैछन्। त आउ मिलेर सुनौ। एक सेकेन्ड यो औंला घुमाएर गर्न के खोज्या? ओ स्वाग स्टाइल हो यो। अच्छा मलाई लाग्यो त्यो सर्पले टोक्यो अनि लकुवा मार्या भने जस्तो लाग्यो। ओके ठीक छ अघि हेरौं के हुँदैछ अगाडि। ओ माई गॉड साथीहरु देख्नुभयो तपाईले हातमा गन पनि छ तर चिन्ता नगर्नु साथीहरु त्यो खेलाउन वाला गन हो। तर साथीहरु लिल डजलाई म एउटै कुरा भन्न चाहन्छु। लिल डज यो नोकियाको मोबाइलले भिडियो सुट गरेको हो र यो के हो भने पहिला त तिमी यति कालो छौ अनि क्यामेरा क्वालिटी पनि यस्तो भद्दा लिएर आएको छौ कि अनि लिल डज यो भिडियो गाजा तानेपछि त्यसलाई भिडियो बनाउन दिएको हो र कति हल्लाको भने लकुवा मारेको छ र भने कति हल्लाको होला भिडियो। अरु त ठिक छ तर साथीहरु ध्यानले एकचोटि यो सिनलाई हेर्नुस् त यिनी दुईटा यो के गर्दैछन्। मैले एकचोटि ध्यान लगाएर सोचे हैन यिनीले यो कुन ठाउँमा सुट गरेको होला। फेरि मैले आफ्नो दिमागलाई एकदम प्रेसर लगाएर सोचे अनि फेरि मलाई थाहा भयो अरे यो त इटा भट्टी जस्तो लाग्दैछ तर यिनी इटा भट्टीमा गर्दै के छन्। अच्छा आफ्नो सेप सुधार्न गएको जस्तो लाग्दैछन् मलाई यिनी दुईटा। ओहो हो साथीहरु हेर्नुस् त फक साइन पनि देखाएको छ लिल डजले। अनि लिल डजको साथीलाई हेर्नुस् त उसले त दुई कुप्पी बढी ताने जस्तो लाग्दैछ मलाई। लिल डज भन्दा त इन्जोयमा त उसको साथी पो छ। साथीहरु हेर्नुस् त बियरको बोतलले फ्ल्याक्स हानिदैछ भिडियोमा। तर मलाई एउटा समझमा आउँदै छैन हाम्रो लिल डज त्यो क्यामेराम्यानलाई त्यो धेरै माल नखुवाएको भयो हुन्थ्यो कि। हेर त कति भिडियो पुरा हल्लाएको छ के भिडियो त्यसलाई माल हल्का कम खुवाउने गर के लिल डज। अंडा तेरो गीत बहुत गंदा कैसा है तू बंदा लले मुझे पंगा तेरो गीत को बम्बा थमेल मा धंदा जस मुझे तैले पुलिस को डंडा फ्रिकन्स को बियारी आइज शब्द तुथारी। साथीहरु तपाईले एउटा कुरा त सुन्नु नै भएको होला सबै भन्ने गर्छन् जे छ त्यसैमा खुसी बस्ने गर। त्यही कुरा यो लिल डजले पनि थाहा पाए जस्तो छ। त्यसैले त साथीहरु दोकानमा जे मिल्यो जुन दोकानमा यो केही किन्न गएको होला त्यही दोकानमा आइज भाइ सुट गर भन्यो त्यही दोकानमा भिडियो सुट गर्दैछ। कति बेला बियरको एउटा बोतल समाउँछ कति बेला के गर्छ लिल डज। अरु त ठीक छ यार तर तिमीले आफ्नो दाँत सफा गर्ने कुराहरु त यार यहाँनिर फ्ल्याक्स नगर न। जे चीजको तिमी फ्ल्याक्स गर्दै छौ लिल डज हामी त्यो टोयलेटमा युज गर्ने गर्छौं। कालो कालो जुस्न ललिपप छ दससँग सब कति गर्न सक्छ खर्च त्यही भएको एउटा मोमो पसे चिकन अनि बफ छ। ओ माय गॉड के हो यस्तो लिल डज लुक हेर त म त फ्ल्याटै भए के। अब रे कस्तो हो यस्तो लुक। साथीहरु लिल डजको क्यामेराम्यान पनि झ्याप भइसक्यो के लिल डजको लिरिक्स सुनेर। त्यसैले त कति क्यामेरा हल्लाउँदै होला। ओहो कति बेला यसको क्यामेराम्यान फ्यान्ट हुन्छ लिल डजको लिरिक्स सुनेर। त्यसैले सावधानीका साथ भिडियो सुट गर्नुस्। यो के हो यो एलियन यो कहाँ इशारा गरेर आफ्ना साथीहरुलाई त बोलाउँदै छैन एलियनहरुलाई। यो लिल डज कहाँ एलियन त होइन यो के इशारा गरेर आफ्ना साथीहरुलाई जादुलाई बोलाउँदै छ कि क्या हो यो के हो यो लिल डज।